फ्रेस भएर बसिरहेको थिएँ एन्ड आई रिमेम्बर्ड कि द डे वेन आई पास्ट एनक्लेक्स हुन्छ नि, एनक्लेक्स पास गर्दा त्यो नि फर्स्ट अटेम्पमा अनि सेल्फ प्रिपेरेसनमा पास गर्दाखेरि चाहिँ आई वाज ओभर द मुन के हुन्छ नि, ओ माई गश मैले ठुलो कुरा अचिभ गरेँ जस्तो फिल भएको थियो कि। एन्ड अहिले यो रेट्रोगेसनले गर्दाखेरि मान्छेहरूले सोध्नुहुन्छ नि त कहिले जाने हो तिमी युएसए, कहिले जाने हो अमेरिका भनेर मान्छेहरूले, रिलेटिभ्सहरूले, साथीहरूले सोधिराख्नुहुन्छ। एन्ड त्यो क्वेसन सुन्दाखेरि चाहिँ अहिले यस्तो फ्रस्ट्रेसन लाग्छ, लाइक त्यो रिप्लाई दिँदाखेरि पनि मलाई त्यो मोमेन्ट यादै गर्नु छैन, म एनक्लेक्स पासर हो भनेर मलाई यादै गर्नु छैन जस्तो फिल हुन्छ कि। आई डोन्ट नो इट्स ओन्ली मी अरू हजुरहरूलाई पनि त्यस्तो हुन्छ, कसैले नसोध्दै हुन्थ्यो नि यो टपिक रिलेटेड कुरा भन्ने हुन्छ कि, किनकि रेट्रोगेसन चलिरहेछ एन्ड रेट्रोगेसनले गर्दाखेरि वी आर सो स्टक। इट डजन्ट मिन कि नेपालमा ह्याप्पी छैनौँ भन्ने कुरा चाहिँ होइन, बट एउटा पाथ चुज गरिसकेपछि एटलिस्ट त्यो पाथमा स्ट्रगल अहिलेसम्म गरिसकिन्थ्यो नि त त्यहाँ पुगेर, त्यो गर्न नपाउँदा चाहिँ वी अल आर अनह्याप्पी आई थिङ्क। एन्ड त्यसमा म पनि पढ्छु।